हेर्नु न यहाँ हेर्नुहोस् आमामामामा डेन्जर भएर चाहिँ यार यो चाहिँ रहेछ यहाँ चाहिँ पानी अझै नि रहेछ है यहाँ चाहिँ अलिक गहिरो नै हो कि पुरा हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज म चाहिँ सिधै मेरो ब्लग स्टार्टिङ चाहिँ सिधैपोखरीबाट गर्दैछु धेरै पछि सिधैपोखरीमा आएँ फेरि म कति के कसो बनाएर चाहिँ हेरौँ न भनेको वा कतै बनाइसकेको रहेछ क्या सिधैपोखरी त म तपाईँहरू देखाउँछु बैठ उता गएर माटो साटो सुकाएर त के हो दामी बनाएछ तल त हेर्नुहोस् वेट लगाइछु बाना थिएँ दामी बनाइसकेको रहेछ अहिले चाहिँ फेरि यो पानी परे भएर मात्रै यस्तो भएको रहेछ अहिले नत्र भए चाहिँ अस्ति नै यो माटो साटो सबै सुक्या भएर बिचसम्म नि लाइक हिँडेर जानु सक्ने त्यो माटो भइसकेको थियो है त म अलि जान्छु अब हेर्नुहोस् यहाँ सबै यस्तो हिजो चाहिँ अस्ति नदेखेको यति नै हो क्या अरे अहिले पनि बनाएको छैन अनि अहिले चाहिँ उता चाहिँ उता त्यस्तो बनाएको रहेछ यस्तो यस्तो गरेर चाहिँ पक्कमा जुम गर्छु जान्छु म उताबाट पो घुम्नुपर्छ कि क्या हो तलबाट जाऊँ कि माथिबाट जाऊँ तलबाट जाऊँ कि माथिबाट जाऊँ म तलबाट जान्छु यस्तो बिर्किसकेको रहेछ लेट्सी तल चाहिँ के भइसकेको रहेछ यो तल चाहिँ यतिको बनाइसकेको रहेछ सबै अस्ति नै चाहिँ बनाउँदै थियो यतिको चाहिँ बनाइसकेको रहेछ यहाँ चाहिँ भिडियो बनाउन आएको नि देखेन यो के हो त्यो भने बासी के हो बासी भने यहाँ त यस्तो पो रहेछ मलाई थाहै थिएन मलाई त्यस्तो केही पनि थाहा छैन है अनि दामी बनाएको त कलतिर गइदिउँ कि क्या हो म त मार्ने होला अहिले मलाई म त उतातिर जान्छु यहाँतिर चाहिँ यसरी माटो निकालिरहेको छ गाइस तपाईँहरूलाई म देखाउँछु अस्ति नै नि यहाँ यो चाहिँ लाइक यो त मेमोरी पनि हो अनि कतिले थाहा पनि छैन नि त कस्तो हुन्छ के हुन्छ भनेर त्यही भएर म देखाउन आएको खासमा अनि यसरी माटो निकालिरहेको सबै होइन अहिले चाहिँ यो माटो निकालेर सबै निकालिरहेको छ अनि यो चाहिँ अब माटो निकालेर सफा गर्नुपर्छ भनेर नि त यहाँ माटोको ढिक्को आमामा डेन्जर ढिक्को रहेछ ऊ यस्तो खाल्टो चाहिँ इनार ओ यो त इनारको हो कि ओ हो कि क्या हो यो त इनार यस्तो इनार भएको ठाउँमा चाहिँ पानी जम्मा भइरहेको थियो भनेर भनेको थियो भन्न त लेट्सी अब के थाहा होइन खन्दा धेरै त खनिँदैन होला अलिक खनिन्छ होला त्यही पनि अब अलिक खनिएपछि त के थाहा इनार हो किन है इनार चाहिँ हेर्नुपर्ने अब यहाँ सिधैपोखरीमा कतिलाई थाहा इनार छ यो छ त्यो छ भन्थ्यो नि त अब त्यही पनि हेर्न आएकै म चाहिँ तर त्यता यति सकेछ यहाँ चाहिँ उता पनि स्टार्ट चाहिँ गरिसकेको रहेछ उताबाट चाहिँ जानु मिल्दैन फेरि उता त म पनि दुख्छु नि होइन मेरो ज्यानको त मलाई पनि माया लाग्छ नि त अनि यहाँसम्म चाहिँ राम्रोसँग बनाइरहेको रहेछ अनि यहाँ हेर्नुहोस् आमामामा डेन्जर भएर चाहिँ यार यो चाहिँ खत्रै आम्बो हेर्नु त यहाँ यस्तो रहेछ म चाहिँ यहाँबाट जान्छु यहाँ त पानी छ यार डुब्यो भने नि कसले बचाउँछ यस्तो दलदलमा यहाँतिर चाहिँ के नि गरेर यहाँ चाहिँ पानी छ यार म त होइन सबै सुकेर कक्रको भएर अनि यहाँ बिचसम्म जानुमा त अस्ति अब 3-4 दिन लगातार पानी परिरहेको भयो नि त यो पानी परिरहेको भएर चाहिँ फेरि यस्तो यो के भन्छ यो भिजेर सुकेर अनि त्यो उतो भइरहेको क्या यो चाहिँ हेर्नु न सबैले पानी भएको मात्र देखिरहेछ नि त सिधैपोखरी अब तपाईँहरूलाई देखाइदिउँ भनेर म चाहिँ यहाँ आज भने ब्लग बनाउँदै आइरहेको छु अनि यसरी हेर्नु त पहिला यही ठाउँमा पानी हुने बेला हो आमा कस्तो गहिरो होला भन्थ्यो जब पानी सुकिसकेपछि त त्यो पनि छैन लाइक गहिरो छैन कतिको जिज्ञासा चाहिँ के हुन्छ सिधैपोखरी धेरै गहिरो छ भन्छ तर यो देखेपछि चाहिँ यो त गहिरै रहेनछ कतिले भनिरहेको थियो क्या गहिरो त किन होला तर यो माटोले गर्दा चाहिँ गहिरो नदेखाएको क्या खासमा
यहाँबाट चाहिँ अझै स्टिल पानी निकालेर रहेछ यहाँ चाहिँ पानी अझै नै रहेछ है यहाँ चाहिँ अलिक गहिरो नै हो कि क्या उता त माछा नि मरिरहेको रहेछ है साथी बिचरा हाम्रो गेट बन्द नि भइसक्यो है अब गेट बन्द हुने बेला चाहिँ बनाउँदैछु हेर्नु त यस्तो माटो छ क्या यहाँ मेरो नगर ठिक छ अहिले सबै छ ढुङ्गा चाहिँ सबै ठाउँमा निकालेर चाहिँ निकाल्न चाहिँ केयरफुल हुनुलाई खै म त लड्छु यार फेरि अब यसरी नै जानुपर्ने हुन्छ सबै त्यस्तो अहिले केही नै रिनोभेट चाहिँ गरेको रहेछ अब त्यस्तो ढुङ्गाहरू निकाल्ने बनाउने यो माटोहरू निकाल्ने मात्र भएर उता नि माछा मरेको छ हेर्नुहोस् न माटो फोरेर त्यहाँ नि माछा मरिरहेको छ लिइरहेको छु है म यता आइरहेको छु रिस्क लिइरहेको छु नि तपाईँहरूको लागि भनेर फेरि म रिस्क लिँदा म मान्छे नि रिस्की भएर के उता भइरहेको उयो दामी या तर कक्रको डेन्जर भएर रहेछ बचाउने मान्छे नि कोही छैन म एक्लै छु ए त्यस्तो केही नि भएन भने चाहिँ तर टेक्न मिल्ने खालको चाहिँ रहेछ यहाँ चाहिँ पानी अझै नि बाँकी रहेछ यार उता चाहिँ नजाम होला अहिले मरिहाल्यो भने पनि के भन्छ टेन्सन पो हुन्छ है उयो डेन्जर रहेछ यार तर उयो चप्पल चिपिक्क भयो अस्ति न त यहाँ पुरानो इँटाहरू पनि थियो यहाँ रहेछ पुरानो इँटा यस्तो हो क्यारी होइन यो हो न पुरानो इँटा यस्तो यस्तो देखिरहेको छ त यस्तै होला आया ए यही हो क्यारे पुरानो इँटा अहिलेको इँटा चाहिँ यस्तो छ है गाइस कहिलेको इँटा यस्तो अनि पुरानो इँटा चाहिँ यस्तो रे उताबाट चाहिँ सिटिफिन खाइसक्यो मान्छेलाई हटाउनलाई तर म त्यही हो म चिलमा बस्छु एकछिन होइन अहिलेको सिधपोखरी चाहिँ यस्तो छ इफ तपाईँहरूलाई पहिलाको सिधपोखरी पनि हेर्न मन छ भने म माथितिर हालिदिन्छु पहिलाको सिधपोखरी त्यो माछा त अगाडि आयो यार गाइस टिप्दिउँ कि के हो गएर टिप्दिउँ कि के हो तर मेरो चप्पल चिप्लो छ त्यही भएर जान्न यार अलिकति नजिक आयो भने म टिप्दिन्छु बिचरा यहाँको माछाहरू पनि सबै त्यो माटोमा गाडेरै मऱ्यो कति माछा निकालेर डस्टबिनमा थियो यार अस्ति न त अनि यहाँतिर चाहिँ अब पुरानो इँटा यो चाहिँ सबै पुरानो इँटा रहेछ हेर्नु न नयाँ इँटा पनि रहेछ र नि त तर पुरानो इँटा यो चाहिँ पुरानो इँटा चाहिँ यस्तो हुँदो रहेछ है भनेको क्या पहिलाको इँटाहरू पनि टन्नै रहेछ त म त छैन होला भन्दालाई टन्नै रहेछ यार गाइस अब यति नै हो यहाँ फेरि त्यस्तो केही बनाएको रहेन त त्यही सबै भत्काइरह अहिले चाहिँ यो बन्न त अझै टाइम लाग्छ होला यार यो पानी निकालेर होइन यो माटो निकालेर पानी हालेर बनाउनु त अझै टाइम लाग्छ यार भर्खर त यति बनाएको रहेछ सबै यो र यो भत्काउने र यो मात्र निकालेर चाहिँ बनाएको रहेछ यहाँ चाहिँ आज बनाएको होला सायद त्यहाँ नजाम फेरि देख्यो भने मलाई कराउँछ उता कुकुर त डिप्रेसनमा जान लाग्छ क्या हो गाइस बिचरा मलाई नि हेर्दा चाहिँ क्या माथि आउँला धेरै तलमा चाहिँ बस्नु भएन त्यस्तो केही खासै केही बनाएको त रहेनछ सिधपोखरी र पनि बनाउनु टाइम लाग्छ लाग्नु त त्यहाँदेखि एक राउन्ड हालिदिउँ न आज कति पछि सिधपोखरी आएको छु लाउनु त पाइहाल्यो नि सिधपोखरी राउन्ड प्लान्टहरू चाहिँ यतिकै रहेछ यस्तो प्लान्टहरू चाहिँ निकालेको पनि रहेनछ यहाँ वर्कर्सहरू चाहिँ टन्न राखेको छ यार साह्रै सकाए पो है हामी पनि नयाँ सिधपोखरी हेर्न पाऊँ न कस्तो